उज्यालो नेपाल पार्टीका अध्यक्ष व मन्त्री कुलमान घिसिङजीको आगमन भएको छ। उहाँ हिजै नै जनकपुर धाम आउनुभएको छ। जनकपुर धामको विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्दै धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 धनुषा धाममा आइपुग्नु भएको छ र आफ्ना उम्मेदवारहरूलाई सहित समर्थकहरूलाई भेट्नका निमित्त उहाँ अहिले हाम्रो धनुषा धाममा हुनुहुन्छ। सबैभन्दा पहिले यहाँलाई स्वागत छ हाम्रो धनुषा धाममा। धन्यवाद। कसरी निर्वाचनमा उज्यालो नेपालको चुनावी कार्यक्रम अगाडि बढ्दैछ? त्यसै गरी उज्यालो नेपालका हाम्रा समानुपातिक उम्मेदवारी दिनुभएका सबै उम्मेदवारहरूसँग भेटघाट छलफल र मतदाताहरूसँग पनि हामीले चाहिँ अगाडि बढेको छ। त्यसै गरी हाम्रो उम्मेदवारले आफ्नो ठाउँ ठाउँमा हामी केन्द्रीय नेतृत्व गरिसक्यौँ। ठाउँ ठाउँमा उम्मेदवारहरूलाई हौसला दिने, उम्मेदवारहरूलाई भेटघाट गर्ने र मतदाताहरूसँग चाहिँ को प्रतिक्रिया उहाँहरूको अनि अहिले मधेसमा यहाँ झर्नुभएको छ। मध्य प्रदेशको राजधानी जनकपुर धाममा यो मधेसमा उज्यालो नेपाल प्रतिको जनताको प्रतिक्रिया कस्तो पाउनुभयो यहाँले? उज्यालो नेपाल चाहिँ पार्टी नयाँ पार्टी र नयाँ चाहिँ भिजन, नयाँ सोच, नयाँ चाहिँ केन्द्रीय आन्दोलन पछिको एउटा नयाँ शक्तिको रूपमा हामी स्थापित भएका छौँ र त्यसै गरी यसको चाहिँ उभार आएको छ। जनताको रेस्पोन्स राम्रो छ, जनताको प्रतिक्रिया एकदमै राम्रो छ। अब हामी जनतासम्म पुग्नलाई हामीलाई केही समय लागेको छ। हामी जनताको कर्तव्यसम्म पुग्ने कामहरू यो निरन्तर अगाडि बढिरहन्छ। यो चुनाव मात्रै होइन, चुनावपछि पनि हाम्रो निरन्तर कार्यक्रमहरू जनताको भाषामा 21 गतिको निर्वाचनपछि उज्यालो नेपाल पार्टीको मेजोरिटी के हुन्छ? उज्यालो नेपाल पार्टी हामी सशक्त रूपमा चाहिँ संसदमा प्रतिनिधित्व हुन्छ र उज्यालो नेपाल पार्टी हामीले चाहिँ उज्यालो नेपाल पार्टीको नेतृत्वले र यहाँका सांसदहरू यो संसदमा चाहिँ सशक्त प्रतिनिधित्व गर्नेछ र उज्यालो नेपाल पार्टीले सरकारको नेतृत्व गर्ने हामी अगाडि। अब काम र विकासको मामलामा मैले यहाँलाई प्रश्न गरिनँ, त्यो सबै नेपालीले हेरिसकेको छ यहाँको कामलाई। अब कुरा के आयो भने अब सङ्घीयता अथवा व्यवस्थामाथि चाहिँ विभिन्न पार्टीहरूमाथि चाहिँ प्रश्न रूपमा एजेन्डा घोषणापत्र के छ त भन्ने कुराहरू पनि उठिरहेको छ। तपाईँको विशेष गरी उज्यालो नेपाल पार्टीको के छ कार्यक्रमहरू, घोषणापत्रहरू जनताको बिचमा आइसकेको छ, अझ बाँकी नै छ? हाम्रो उज्यालो नेपाल पार्टीको घोषणा सभामा चुनावी अभियानमा चुनावको लागि प्रतिबद्धता त्यो अब आउने क्रममा छ। र हाम्रो वास्तवमा हामी उज्यालो नेपाल पार्टी घोषणा गर्ने बेलामा एउटा घोषणापत्र जारी नै गरिसकेका छौँ र अहिले तत्कालै अब केही समयपछि नै हाम्रो उज्यालो नेपाल पार्टी आम जनतासँग प्रतिबद्धता अब यो व्यवस्थामाथि यहाँको दृष्टिकोण अहिलेको व्यवस्थालाई बलियो बनाउने हो कि परिमार्जन गर्ने हो कि अर्को व्यवस्था के छ विकल्पमा केही हुँदैछ? हामी संविधान मानेर आएका छौँ। संविधान चाहिँ संविधान मानेर संविधानकै बाहिर चुनाव आएका छौँ। अब संविधान भनेको एउटा डाइनामिक दस्तावेज हो। त्यो डाइनामिक दस्तावेज चाहिँ आवश्यकता अनुसार एकै मिनट एउटा अन्तिम जिज्ञासा। अब जस्तो यो मत माग्ने क्रममा समानुपातिक र प्रत्यक्षको जुन मतको कुरा छ, दुईटा छापमा जनतालाई मतदान गर्नुपर्ने बाध्यता, यो तपाईँको बाध्यता कि तपाईँको आवश्यकता के हो? अहिले हामीले प्रत्यक्षतर्फ चिम चिन्हमा हाम्रो उज्यालो नेपाल पार्टीको चिम चिन्हमा मतदान गर्नलाई आम मतदाताहरूलाई आह्वान गरेका छौँ। हाम्रो चिम चिन्ह हो प्रत्यक्षतर्फ। तर समानुपातिकमा हाम्रो प्राविधिक कारणले अब हामीले उज्यालो नेपाल पार्टीको समानुपातिक चाहिँ हाम्रो उम्मेदवारी दर्ता गर्न पाएनौँ। तर हामीले चाहिँ राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेका छौँ। यो पनि केन्द्रीय आन्दोलनपछि चाहिँ घाइते र चाहिँ घाइते परिवार र केन्द्रीयहरूले चाहिँ स्थापना गरेको पार्टी हो र यसको
स्पिरिट पनि यो नेपालमा परिवर्तन गर्नुपर्छ र यसरी आन्दोलन चाहिँ मागलाई सम्बोधन गर्नुपर्छ भनेर स्थापित भएको पार्टी हो। यो दुईवटा पार्टी एकीकरण भएर अहिले उज्यालो नेपाल पार्टी भएको छ। त्यो त्यहाँ चाहिँ हामीले राष्ट्रिय परिवर्तन पार्टीको चाहिँ चुनाव चिन्ह चाहिँ बाँसुरीमा हाम्रो उम्मेदवार सबै उम्मेदवारहरू त्यहाँ छ। त्यस तसर्थ हामीले समानुपातिकतर्फ चाहिँ बाँसुरी चिन्हमा मतदान गर्न आम मतदाताहरूले आह्वान। थ्याङ्क यू सो मच। धन्यवाद।